फाटेको मन सिलाउँदै हातमा हात मिलाउँदै बिहानदेखि साँझसम्म घरदेखि बनसम्म यो मनदेखि त्यो मनसम्म कोही बोल्छन् कुरा सुल्टी कोही कुरा लाउँछ उल्टी कोही हिँड्छन् सिधा सिधा कोही हिँड्छन् कोल्टी कोल्टी हामी सोल्टी 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 मलाई थाहा भइसक्यो हुँदैनको रली सोल्टी म त बिलोप सोल्टीको सुँगुर बिजोक भएर चारो हाल्नु पो हिँडेको त पर्दैन जेठा चारो सारो लगाइदिनु मैले अघि नै लगाइदिइसके हुँदैनको नि रली सोल्टी त्यत्रो ठुलो सुँगुर छ अनि कहाँ त्यति लगाउँछ त त्यही भएर थप्नु हिँडेको रली सोल्टी म त यसो चारो हेर्दा त सुँगुरले खाने खालको देखिँदा नि त जेठा हुँदैन नि रली सोल्टी 1 करोडको सुँगुरलाई चारो त राम्रै दिनु पर्यो नि अनि त्यसो भए लगाइदेऊ न त राम्रै चारो जेठा अनि दिनै त हिँडेको नि रली सोल्टी हुँदै आएको नि कसलाई के दिनुपर्छ भन्ने कुरो त मलाई पो थाहा छ त मास्टर अलिकति गिरी त लाउनै पर्यो नि यो सोल्टी त ठ्याक्कै शर्मा खान जस्तै हुनुहुन्छ त ओइ छिराइद अच्छा भान्जी 1-2 दिन बस्छ भनेको गइहाल्छु भन्छौ इ अरू केही छैन कसैले आलु लिएर जाऊ है पर्थेन नि मामै कस्तो पर्दैन भान्जी बोकिहाल्नुहोस् यो ओइ के गर भइरहेको घर जानु भइसक्यो के दे बस्ने हौ जाने नि के को बस्छ हौ ल भान्जी कसैले त खाइहाले दुसरै लैजाऊ हुन्छ मामै अर्कोचोटि आउँदा चाहिँ भान्जी आमालाई पनि जसरी पनि लिएर आउनु है हुन्छ मामै अब हामी हिउँदोमा आउँछौँ नि ल मामै अब हामी जानु पर्यो ल भान्जी अब के गर्नु यत्रो दिन बसियो खुसी लाग्यो बेला बेला यसो आउँदै गर्नु आमालाई चाहिँ जसरी पनि लिएर आउनु है ल भान्जी तपाईँ पनि बेला बेला आउँदै गर्नु हुन्छ मामै जाउँ पानी पर्न लाग्यो हौचुर खोलामा साङ्गो छैन भान्जी होस गरेर जानु है हुन्छ मामै राम्रोसँग बस्नु है मामै ल ल भान्जी पानी पनि पर्न लाग्यो बिलोक दाजुले पनि भेट्नु अब फेरि अर्कोचोटि आमै खोइ मलाई त एक दिन बस्नु मन थियो कहिले जाम भनिहालिस्
हजुरआमा खोलामा यो मन अल्झियो बुट्टे झोलामा यसैबा हजुर रूपा कोटैमा यो मन अल्झियो कोटेमा फुलैको माला गाँसेर नहेर्नु त्यसरी हाँसेर सिरैको फूल खस्ला है अन्जानमै अनि पहिलाको माइती चाहिँ कता हुनुहुन्छ हौ मामै? भान्जी उता घरतिरै होला खै लग्यो भने त फर्किन्छु भन्छ अरे यसो गाउँतिरको मान्छेले भन्छ होस् न उसको कुरा के गर्नु अनि आउनुहुन्छ भने त ल्याउँदा भइहाल्छ त मामै? छोडिदेऊ भान्जी थुकेको थुक्ला के चाड्नु एउटा माइती त चाहिन्छ है मामै। माउ लाउँदा भाइ बहिनी हेर्ने रहर पनि छ, बुढेसकालसम्मको सहारा पनि हुन्छ। अच्छा भान्जी सुरु गाँसमै ढुङ्गा परेकोले मेरो त मनै पो मरेको छ हौ। फुलैको माला गाँसेर नहेर्नु त्यसरी हाँसेर सिरैको फूल खस्ला है अन्जानमै माया बस्ला है। फुलैको माला त गाँस्ने हो बेला र मौकामै हाँस्ने हो। यो बुट्टे झोलामा बाबाई लाम गरे बाबाई लाम गरे बाबाई 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 वाच आकाशै झरे जति गरेर किन कराउँछ है लगे 2-3 दिनसम्म पनि घरमा यसरी बसिराख्नु अनि समाजलाई राम्रो भन्छ त्यही बेला बाबाई के भन्नु यस्तो भन् बेला चढी हराएको पनि यत्रो दिन भइसक्यो अत्तो पत्तो छैन के गर्ने हौ बाबै जेठो पाको भनेको पनि बाबै नै हो सधैँ त त्यो 2-4 दिनमा आइहाल्थ्यो त्यो लठेब्रा यसपालि त निकै लामो समय हरायो कि साँच्चीकै खुसी हौ त्यो केटा मान्छे हराएर बेपत्ता छ म चाहिँ आफ्नो काम गर्नु के उसको सुँगुर कुखुरा गरिदिनु त के मान्छे खोज्नु जान्छ ए बाबै वाच त्यो मास्टर लठेब्रा चाहिँ कता छ भान्जी गएदेखि यता अनुहार पनि झुल्काउँदैन त हो खुचा बहिनीको साथी सम्झिँदा
बसिरहेको होला मेरोतिर पनि आएको छैन लु मास्टर इत्रै जाउँ त्यहाँ तल नेवार टोलमा पनि सोधखोज गर्नुपर्छ बा कसैले देखेको छ कि लो जाऊ न त बाबै लु जाउँ लो बाबै छिटाउनु है ल ल ल ल आउँदैछु त जहिले सुँगुरको पाठा एक करोडमा बेचे भन्थ्यो यही पैसा राख्नु गएको हो कि बाबै वाच्छा मुसा जत्रो सुँगुरको माउ पालेको छ सुँगुरको बच्चा कति पर्छ हामीलाई थाहा छैन त मान्छे मात्रै लुहाग्यो भनेको त तेरो बुद्धि पनि गोबर रहेछ नि त हुँदैन आएको बरु यो हप्ता 10 दिन रक्सी भुल्न सके तर सोल्टिनीलाई भुल्नै सकिन यो माया पिरी पनि कस्तो कस्तो यता मनमा सोल्टिनीको यादले पोल्नु पोल्या छ अब यो रक्सी खाएको थाहा पायो भने फेरि रले सोल्टीले मार्नै होला हुँदैन अब के गर्ने होला त ला हुँदैन कमा लाम घरे बाबै त भान्जी चिकेको सम्झेर उठ्न आउनु भयो लुहागे चाहिँ जिउँदैछस् हेरौँ न बाबै म त सोल्टिनीको बिरले एक पाउ मासु घटिसक्यो चुप लाग काटियो कुकुर बस बाबै होइन ए दाटा रक्सी पकाएर आउँछ त हुँदैन गराले सोल्टी अहिले मैले चिया खाएको थिएँ त्यही बनाएको होला सोल्टी हो दाटा चियाको गिलास चाहिँ होसरी गोजीमा राखिन्छ त हुँदैनको हेर्नु न रल सोल्टी अघिदेखि मैले चिया खाएर कहाँ गिलास राख्नु खोज्दा 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 गरेँ यहाँ गोजीमा पो राखेको छु मैले त चियाको गिलास हो यसरी नै चियाको गिलास गोजीमा राख्दै बसिराख्नु अनि समाजले राम्रो भन्छ है तिमीलाई दाटा वाच्छा खुरुको हिँडै लुहाग्यो कहाँ जानुको बाबै अनि तेरो बिहेको जन्ती हुँदैनको अनि बेहुलाको दिन पनि यस्तै कटुर भेषमा जानु त बाबै चुप लाग झसे जालास जन्ती त्यो लठेब्रा हराएको दिन भयो समाजमा सोधखोज गर्नु परेन पर्छ बाबै त्यसो भए हिँड हस् बाबै चिया चाहिँ खाइसक्छु है बाबै म ढोका धुनेर आइहाल्छु है त बाबै ल छिटो गर्नु लुहागे ए लुहाग्यो त्यो लठेब्रालाई भेटौँ मात्रै त सुँगुर खोर बाँधेर म लात हानिदिन्छु हो बाबै त्यही थुन्नु पर्छ बरु मै चार हाल्छु हुँदैन गोराले सोल्टी त्यसो होइन कि दाटा तिमीले अघि रक्सी खायो जस्तो लाग्दैछ है मलाई हो नेम तोडी खाएको छौ भने चाहिँ फेरि उडी निखिल उप्रातिको लत्ता खान्छौ है जेठा हुँदैनको निखिल उप्रेतीको होइन राति समालकै घुसी पनि नाकैमा दिँदा पनि हुन्छ रले सोल्टी ए हजुर घरमा को हुनुहुन्छ नि हजुर म छु ए बहिनी यो हाम्रो एउटा बिलोप लठेब्रा देख्नु भएन देखेन त दाइ होइन त्यो हाम्रो बिलोप लठेब्रा त साँच्चै हराएको कि कसो हो भाइ भेटिँदैन
लगाएको हो यहाँ त भोटेर त आउँदा पो लगाएर आएको छ त यता पनि मान्छे छैन त्यही त नि बाबा यहाँ त मान्छे छैनै त पल्लो घरतिर गएर सोधौँ न है बाबा है ल घाम पानी छोराछोरी परिवार वस्तु भाउ दुनियाँ छोडेर हिँड्नु परेछ कहीँ भेटेको छैन कहाँ चाहिँ मऱ्यो त त्यो त्यही त नि बाबा नि बिलप छोरीको दुःख त यही नै थियो भाइ एउटा हाम्रो यो बिलोप लठेब्रा कहीँ देखेन यतातिर खै लाम घाडे बाबै मैले त बिलप सोल्टी नदेखेको धेरै गएँ त आएकै छैन हौ कहाँ चाहिँ गयो त यो मान्छे त साह्रै त्यही पर्छ त नि बाबै कहाँ चाहिँ गयो साह्रै पिर पार्यो त कहाँ चाहिँ गयो त कहाँ चाहिँ गयो यो त चमत्कारी ढङ्गबाट मान्छे त हरायो त त्यही त नि बाबै अहिले फेरि त्यो मारि जानु भने नभन्नु अनि साबासले राम्रो हुन्छ तैँले साइडीले पनि उकालो झलस हेरेर देखेपछि चाहिँ उठेर है त उठेर कुदिहाल्नु है साइली पनि सम्झेको छ नि सबैले आफ्नो आफ्नो मक्खै परेर बोल्नु पर्यो क्या त अनि जब त्यो उसले अङ्ग्रेजीमा आई लभ यु भन्छ भनेपछि फर्केपछि बिस्तारी के तपाईँ पनि केही बोल्नु न सोल्टिनी फर्किँदा चाहिँ ठ्याक्क मामा बाबै देख्यो क्या अनि बाबैले हात खुस्काउनु खोज्नु बाबैले एक दुईचोटिसम्म हात तान्छ के अनि चाहिँ भाग्ने क्या कुटिहाल्दैन नि त तँलाई हुँदैनको त्योहरू मैले त्यो हुँदैनको भन् भनिरहेको छु के उठ्थ्यो यसले जहिले आफ्नो ओरिजिनल दिइरहेको छ क्या साईले अलिकति छोडे लजाए जस्तो गरेर बोले अब दाजै भए पनि सोल्टी नै सम्झिन तैँले ल आफ्नो ठाउँमा गयो रेडी रेडी अब पनि तेरो ऊ हुन्छ ढुङ्गाले हान्छ है तँलाई